नमस्ते। श्रीमान श्रीमतीको डिभोर्स हुनुभन्दा पहिला अंशबन्डा गर्न मिल्छ कि मिल्दैन? डिभोर्स हुनुभन्दा पहिला अंश मागेको छ, दिन मिल्छ कि मिल्दैन? कि पहिला डिभोर्स नै गर्नुपर्छ भनिदिनुहोस् न भनेर प्रश्न गर्नुभएको छ। यसमा मैले तपाईहरूलाई दुईटा कुराको जानकारी गराउँछु। सबैभन्दा पहिला श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद हुनुभन्दा पहिला अंश लिने, नलिने, दिने, नदिने कुरामा निर्णय भएको हुनुपर्छ। यदि लेनदेनको कुरा मिलेको अवस्था छ भने सहमतिमै तपाईहरूले सम्पूर्ण प्रक्रियाहरू अगाडि बढाउन सक्नुहुन्छ। अंशबन्डा पनि सहमतिमै गर्न सक्नुहुन्छ। तर यदि मुख मिलेको अवस्था छैन भने फेरि तपाईहरूले अंश मागेर एकतर्फी केस चाहिँ दर्ता गर्न सक्नुहुन्छ। सम्बन्ध विच्छेदको मुद्दा र अंशसँग सम्बन्धित मुद्दा दुईटा फरक भिन्दै मुद्दा भएको कारणले गर्दाखेरि तपाईहरूले अंश मात्रै लिएर अंशको मात्रै मुद्दा हालेर म सम्बन्ध विच्छेद गर्दिन, सम्बन्ध विच्छेद दिन्न भन्न पनि पाउनुहुन्छ। अंशको मात्रै मुद्दा हाल्दाखेरिको अवस्थामा चाहिँ तपाईहरूको त्यो मुद्दा हालुन्जेलको अवस्थामा अथवा अंश पाइसके पछाडि पनि तपाईहरू अलग भिन्दै भएर सम्बन्ध विच्छेद नगरिकन पनि बस्न सक्नुहुन्छ। धन्यवाद।